साथीभाइहरू हामी चाहिँ लाग्यौँ ल मैले चाहिँ भोइस ओभरबाट सुरु गरिरहेको छु भिडियो गर्न त मैले यो पछिको भिडियोमा पनि सुरु गरेछौँ हेर्नुस् न तपाईहरुले भर्खरै देख्नुभयो होला हाम्रो चितवनको आँपडाँडीको फुल हेर्नु न यहाँ गाउँमा भने फुल नपाएर दिमाग खराब भएको छ त्यहाँ पनि हेर्नु न फुल कति धेरै त्यही हो अब चाहिँ हामी लागिसक्यौँ म चाहिँ अब के भन्ने म चाहिँ केही भन्नु छैन म चाहिँ भर्खर नुहाएको थिएँ नि त त्यही भएर कपाल नसुकेर कपाल सुकाउँदै आएँ यही हो बाइक स्कुटरमा आएको फाइदा चाहिँ त्यही हो अब चाहिँ मेरो भिडियो स्टार्ट हुनेछ हेलो साथीभाइहरू वेलकम ब्याक टु माई च्यानल इट्स मी तासा चौमी गुरुङ म चाहिँ फेरि कहाँ हो भन्दाखेरि म हिजो भर्खर गाउँबाट फर्केको चितवन फेरि म गाउँै फर्किँदैछु तिहार मान्नको लागि दाजुभाइहरू टिका लानको लागि र म चाहिँ कहाँ छु भनेर हजुरहरूले देखिसक्नु भयो होला मलाई चिन्नेहरूले मेरो गाउँ चिन्नेहरूले यो चाहिँ हामी झरनामा छौँ छरछरी झरनामा मलाई एकदम गर्मी भयो थकाइ लगाएर म एकछिन रोकेको यहाँ अनि यसो अलिअलि चिसो खाएर जाने है हेर्दै गर्नु होला स्टे ट्युन साथीभाइहरू अनि मेरो फुपूको बिहाको भ्लग चाहिँ अब सायद बिस्तारै आउँछ होला त्यो पछि ढिलो नै आउँछ होला म एकदम हतार छ रसमा छ दसैँ भ्याए लगत्तै म मेरो भाइको पासिङ आउटमा गएँ अनि पासिङ आउट भ्याउने लगत्तै म फेरि फुपूको बिहामा फुपूको बिहा भ्याउने लगत्तै फेरि तिहार छोपिहालेँ कि साथीभाइहरू अनि त्यही भएर म भिडियो अपलोड गर्नै भ्याएको छैन मेरो भिडियो पछि भए पनि हेरिदिनु होला कृपया साथीभाइहरू ल पछि भए पनि मेरो भिडियो हेरिदिनुहोस् होला ल चाहिँ हाम्रो सेती नदी तलपट्टि अनि माथिपट्टि चाहिँ हाम्रो झरना 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 म झरना देखाउँछु ल तपाईँहरूलाई साथीभाइहरू हेर्नुहोस् यहाँ हाम्रो गाउँको नेचुरल झरना यस्तो दामी छ यहाँको पानी पनि मलल हुन्छ सलल चिसो हुन्छ है अनि यहाँबाट चाहिँ गाडी आउँछ यो चाहिँ रोड हो यहाँबाट चाहिँ यो बाटोबाट चाहिँ सिधा यतारि गयो भने हाम्रो गाउँ कटेर सिधै कहीँ पनि ऊ नहल्लिकन गयो भने दमोली निस्किन्छ है साथीभाइहरू यहाँबाट चाहिँ दमोली निस्किने बाटो हो नि फेरि अनि यहाँबाट दमोली गएर अनि मान्छेहरू त्यो अस्ति जाम थियो नि 5-6 दिनसम्म अब 5 दिन होइनको धेरै दिन भयो क्या है त्यहाँ त्यो ट्विन खोला भत्केर यो बाटो हिँड्ने गरेको थियो मान्छेहरू त्यो साधन भएकोहरू चाहिँ कतिपय मान्छेहरू चाहिँ जे होस् त्यही हो हाम्रो गाउँ चाहिँ एकदम हरियाली रमणीय छ तर अलिकति गर्मी नै छ चितवन जस्तै हो क्या हाम्रो गाउँ चाहिँ लेक होइन नि त त्यही भएर माथि गाउँ चाहिँ एकदम जाडो छ अस्ति हामी फुपूको बिहामा गएको गाउँ चाहिँ अनि यहाँ चाहिँ गर्मी नै छ स्टेट साथीभाइहरू आज चाहिँ लक्ष्मी पूजा ह्याप्पी लक्ष्मी पूजा भएको भएर चाहिँ हामी चाँडै आएको है ल हेर्नुहोस् सेती नदी यो पारि मेरो साथीको घर छ सिर्जना गुरुङको घर छ यो पारि चाहिँ ल हेर्नुहोस् झरना झरना ल अब चाहिँ हामी जान्छौँ ल साथीभाइहरू यहाँ हाम्रो गाउँको झरना तपाईँले हेर्नु होला यहाँ हाम्रो गाउँको झरना मैले बनेको झरना हो हाम्रो गाउँको झरना साथीभाइहरू टाढोबाट सुनेन होला हजुरहरूले त्यही भएर नजिकबाट आयो साथीभाइहरू म चाहिँ घर आइसकेँ आमा मेरो कपालको पारा सोल्टी घर गइसक्नु भइसक्यो म नि घर आइसकेँ अनि हाम्रो घरमा चाहिँ झिलिमिली टाङ्न लागेको छ अनि उतापट्टि घरमा पनि टाङ्न जाने हो म देखाउँछु ल हजुरहरूलाई आमालाई झिलिमिली टाङ्न कपाल हेर्नु मेरो बारीमा मैले चितवनबाट लिएर आएको 3 घरको लागि फुपूको घर उता ठुलो बाबाको घर यहाँ सानो बाबाको घर अनि यो उता हैन त यो त्यही त्यहाँ गरेर अनि गर्ने म देखाउँछु ल अहिले एकछिनपछि फिटिङ भएपछि साथीभाइहरू यो हाम्रो घर डेकोरेसन भइसक्यो दामी भएछ अब हामी भरे चाहिँ यो बत्ती बालेर देखाउँछु यो लामोसम्म यहाँसम्म भयो थियो कस्तो हेर्नु न यहाँ मेरो कपडाहरू यस्तो बिजोक भएर आउने बित्तिकै आमाले मलाई काम लगाइहाल्नु भयो कि त्यही भएर अनि यो ड्याडीले जोडेर ल्याउँदाखेरि यति थियो अनि कस्तो दामी भएको थियो कि यति फेरि तल फेरि बेबीहरू यहाँ त अब हुन त बच्चाहरूको घर त होइन तर पनि अनि हामी आएपछि त्यहाँ कति धेरै बच्चाहरू आउँछ नि त अनि त्यही भएर अनि बच्चाहरूलाई करेन्ट लाग्छ भनेर अनि हामीले सर्र पारेर माथि गरिदिएको न त तल गरेको यस्तो दामी हुन्थ्यो मेरो नेल्स हेर न गाइज
आमाले एउटा बत्ती चुडा लिनु भएको रहेछ नभन्नु रे आज म कपडा फेरेर देखाउँछु ल ओइ मिसान के गर्दै हो साथीभाइहरू हामी चाहिँ उता घर जानु लाग्यो म के भएको म यहाँ म बिहेको भिडियो नि एडिट गरेर म यति अल्छी छु अनि त्यही भएर मान्छेहरूले मेरो यहाँ साथी यहाँ गाउँको अङ्कल आन्टीहरूले अनि उताको टोल छिमेको अङ्कल आन्टी ब्लग हाल के भन्छ यस्तो अल्छी छ भन्दा नि भ्याउँदैन कि म यति हतारमा हिँड्छु अनि अब आज चाहिँ म तिहार मनाउन आइसकेर हजुरहरूले थाहा भइसक्यो लक्ष्मी पूजा गर्नुपर्छ नि त अब फेरि यता घरमा टाङ्नु पर्यो झिलिमिली उता घरमा टाङ्गिसक्यो मूल घरमा अब यता हाम्रो ठुला मम्मीको घरमा झिलिमिली टाङ्ने अनि झिलिमिली टाङ्गेपछि रङ्गोली बनाउने यता घरमा अनि फेरि यता आएर रङ्गोली बनाएर पूजा गरेर फेरि यता घरमा आएर पूजा गर्ने साथीभाइहरू थाहा छैन हौ यता हेर्नु मैले चाहिँ कपडा फेरिसकेँ नि फेरि म त देखाउनै बिर्सेछ यसरी घोच्छ कि अब म घर गएर देखाउँछु ल हाम्रो घरमा त वाइफाई छ नि फेरि सुनाउनु मन लागिहाल्छ कि नयाँ चिजहरू त बाख्रा भाइहरू मेरो भाइहरू नामामा हिरो भइरहेछ ऊ पुरा हाम्रो पसल हो हाम्रो यताको घर हो है यो चाहिँ तासो चोर्बीको गुरुङको घर कतिवटा छ भने तासो चोर्बी गुरुङको घर त टन्नै छ साथीभाइहरू धरमपानीमा दुईटा काकाहरूको दुईटा बाजेहरूको अनि तल बेसीमा हाम्रो दुईटा अनि उता चितवनमा दुईटा तासो चोर्मीहरूको गुरुङको घर त फेरि बेसरी धेरै छ नि साथीभाइहरू अनि मेरो भाइहरू न त्यहाँमा चप्पल फेरेर हारे फेरि खै आऊ न तपाईँ र म भएर झिलिमिली टाङ्दिहालौँ कि बाबाहरू आउँदासम्म कहाँ छ अनि छिटो म यहाँ रङ्गोली नि बनाइहाल्छु म एकछिन टिकटक चलाउँछु ल साथीभाइहरू बाई बाई भाइहरू यो चाहिँ हामी फुल टिप्न लगाएको भरे लक्ष्मी पूजाको लागि लक्ष्मी पूजा हुन्छ भरे होइन यो ए यो के को लागि त ए के रे तोरण धेरै वर्ष भयो त मैले तोरण एक कोपीलाई टिप्नु न साथीभाइहरू मैले कोपीलाई टिपेर गल्ती गर्छ ल हामी चाहिँ यो तोरणको लागि है भोलि त यो ठुलो हुन्छ होला नि त फेरि जोडेर पठाउनु भयो ठ्याक ठ्याक राख्ने हो उता जोडेर आएको के म जोडेर आएको के उता मुसीको बुढा बाबु र म भएर जोडेर आएको गइसक्यो त्यो त मलाई झार्ने बित्तिकै गएको नि भाइहरू हामीले चाहिँ यता घरमा पनि मैले टाङ्गिसक्यो बटन दाबिदिएको तपाईँले झिलझिली भयो हेर्नु होला हाम्रो घरमा चाहिँ तिहार लागिसक्यो यता र उता घरमा नारायण घरमा त हिजै लागेको गाउँमा चाहिँ आज लाग्यो हेर्नु होला म रङ्गोली बनाउँछु ल बाई बाई साथीभाइहरू म चाहिँ अब यहाँ रङ्गोली बनाउँछु अहिले बनाइ भएपछि देखाउँछु क्यामेरा समात्ने मान्छे छैन त्यही भएर सिम्पल हो अनि हाम्रो कुखुराहरू हेर्नु न मैले बनाएँ रङ्गोली सिम्पल रङ्गोली बनाएँ मैले झिलिमिली मैले टाङ्गे भाइले सहयोग गरेन मलाई यति मात्रै गरेको ल साथीभाइहरू कोही उता घर गएर रङ्गोली साथीभाइहरू हाम्रो घर ल हेर्नु माथि गएर मम्मीले बत्ती बाल्नुहुन्छ अरे यस्तरी देखाउँछ म तपाईँहरूलाई छड्केँ ल हेर्नु त अघि टाँगेर गएको थिएँ मैले यही हो अब म यहाँ रङ्गोली बनाउनुपर्छ ल हेर्दा साथीहरू मैले हाम्रो घर झिलिमिली पारेँ यो घरको लक्ष्मी हाम्रो फुपू र म है अनि मलाई चाहिँ आमाले टिका लगाइदिएर नि पैसा दिइसक्नु भइसक्यो यो चाहिँ मैले बनाएको रङ्गोली हो त्यस्तो गुड त भएन त्यही पनि अनि हेर्नुहोस् है यहाँ
मलाई चाहिँ आमाले टिका लगाइदिइसक्नु भइसक्यो मेरो अनुहार नयाँ बिजोक भइरहेछ सबै काम भ्यायो अब हामी उता घर गएर पूजा गरेर खाना खान्छौँ ल बाई बाई साथीभाइहरू हाम्रो घरको फाइनल लुक यो चाहिँ अघि दिउँसो बनाएको हामीले अनि हेर्नुस् सेन्टर दामी छ नि त हेलो साथीभाइहरू गुड मर्निङ नमस्ते यो चाहिँ लक्ष्मी पूजाको भोलिपल्ट अनि यहाँ चाहिँ हाम्रो गाउँमा चाहिँ गाउँघरतिर चाहिँ अब सबैको गाउँघरतिर हुन्छ होला नि यस्तो तोरण टाङ्ने कार्यक्रम छ मेरो सोर चाहिँ बसिसक्यो घाँटी बसिसक्यो मम्मीले चाहिँ आमाले चाहिँ यहाँ तोरण बुनिरहनु भएको छ हिजो राति बुन्नु भएर चाहिँ उता घरमा नि उ गर्नु भयो यो चाहिँ बुनिसक्नु भइसक्यो मलाई ल्याउँछ म अलिकति लेट भयो हिजो आज चाहिँ आमा छोरी भएर यो फुल हाल्दैछौँ हेर्नुहोस् ल साथीभाइहरू साथीभाइहरू समात्ने मान्छे नै भएन मैले स्ट्यान्ड ल्याउने बिर्सेछ कस्तो घाँटी चाहिँ के अहिले देखाउँछु ल आधा भाग ल साथीभाइहरू हेर्नु न यहाँ यो फुलको हामीले चाहिँ यसको टिका लगाउँथ्यो यहाँ चाहिँ मेरो हातैभरि भयो अनि यहाँ चाहिँ हामीले तोरण बुनिसक्यो हामीले तोरण बुनिसक्यो साथीभाइहरू हाम्रो फुपूले त्यहाँ लुङ्गी मन परेर फुपूले दिनुभएको
त्यही हो अनि कलबारीको साथीभाइहरू हामी चाहिँ काजालाको गोठमा ठुलबाबा म सानो मम्मी दादा गोठमा जान लागेको आज चाहिँ तोरण टाङ्ने दिन हो नि त अनि तोरण टाङ्ने दिन भनेको त मैले अघि नै हजुरहरूलाई भनिसकेँ देखाइसकेँ पनि अनि आज चाहिँ हामी अनि तोरण चाहिँ जता चाहिँ टाङ्नुपर्छ नि त अनि आज चाहिँ गाई तिहार के भन्छ गोरुहरूलाई खाजा पानी त्यो खुवाएर छाप हान्छ नि हो त्यो कार्यक्रम अनि प्लस त्यहाँ पनि तोरण टाङ्नुपर्छ मेरो गोठको बाटो त अस्ति नै देखाइसक्यो मैले चाहिँ यहाँ पछाडि गाग्री बोकेछु नि त गाग्री बाटा पानी बोकेछु दादाले नि एउटा गाग्री बोक्नु भएको छ आज त टन्नै खुवाइदिनु पर्छ अरे नि त त्यही भएर अनि पछाडि आमाहरूले चाहिँ पुरै उजो बोकेर आउनु भएको के भन्छ कुडो तपाईँले अब यो गोठको बाटो त देखिसक्नु भइसक्यो तपाईँहरूले सबैले अस्ति दसैँमा म चाहिँ धेरै बनाउँदिनँ हाम्रो बारी हेर्नु हेर्नु बाटो होइन साथीभाइहरू यहाँ छ हाम्रो गोठ ल हेर्नु म चाहिँ यहाँ हिँड्दैछु ल मेरो छाया हेर्नु ल गोठ आइपुग्यो साथीभाइहरू हाम्रो गोठ थकै लाग्यो टाढा छ नि त अलिकति त्यही भएर हाम्रो गोरु दादाले हेर्दैन देखाउँछु ल म एकछिनपछि अब राखिदिन्छु साथीभाइहरू कुडो हेर्नु अनि यो छाप लाउनुपर्छ खोइ त तोरण हाम्रो तोरण चाहिँ यहाँ छ है साथीभाइहरू हाम्रो ठुलो कपडा हेर्नु साथीभाइहरू आमामा कपडा हेर्नु डिजाइनको छ अस्ट्रेलियाबाट ल्याएको अरे होइन अस्ट्रेलियाको माल हो भन हजुर काटेर यति हो भुस हामीले पाएको पहिला त यति धेरै खुवाउँथ्यो है भुसै थिएन आफ्नो कुट्नु पर्ने धानको अलि त थियो कुट्नै भएन बोलाउने होइन आजदेखि पहिला त यत्रो यत्रो हुन्थ्यो त बाबा अन्त के बित्ति कन्जुस भएको त कुपिन्डो नरहेछ जेठाजुर बुहारी साथीभाइहरू अनि यो त डर हुन्छ कि यो त म त डर लाग्छ टेन्सन दिन्छ यिनीहरूले भ्लाग भ्लाग गर्छ त ल पिँडै दे फुलमाला यहाँ छ लाउनु ठुलो रुममा जानु पर्यो मैले बोकेर ल्याएको अब चाहिँ हामी तोरण टाङ्छौँ यो बोक्ने म त डर लाग्छ हानिदिन्छ यसले मलाई एकचोटि हान्ने त्यही भएर
एकचोटि हान्दियो नि पहिला हामी चराउनु जाँदाखेरि यिनीहरूले हानिदिएको त नि अर्को नि मामा म चाहिँ यहाँ छु फेरि कामी हजुर ल हाम्रो ठुलो अब यहाँ तोरण टाङ्न जानुभयो यस्तै चर्च गाउँतिर रुखहरूमा हजुरहरू सक्दै सक्दैन म त सक्दैन है साथीभाइहरू बिस्तारै ठुलो बा त्यो अलिक बुढो भइसकेछ हो त्यो बोट त माथिबाट यो त पुगेन नि त कतिसम्म हो र यो ढेर जाने कस्तो मजाले खान्छ होइन कति बाहिर हेर्नु कति मजाले खान्छ गोरुहरूले यिनीहरूले खाएपछि बल्ल हामीले खाने हो क्या आज त पुग्दैन क्या हो भाइ तर कति मजाले त बोइ तल घर चाहिँ लामो भएर हैरान अब यहाँबाट टाँगेर गएर बल्ल घरमा टाङ्ने हो छोड्ने छिटोमीको छ आगो चौमिन त चाहिँ 2:30 बजे त खबर पनि फेरि हो तिखे 3:30 बजे खाऊँ तिखेरै अब तपाईँहरूले तल उता घरमा टाङ्ने हामी यता घरमा टाङ्ने हो अनि त्यसपछि हाफ सान्ने यसरी यहाँ ल्याउनु पाएँ त नि है पहिला त यतिसम्म आउँथ्यो है बाबा फुल त लगभग 5-6 पुऱ्याउँथ्यो खरै भ्यायो कि खरै थोरै काटेर ल्याएको म माछा चकरतिर लाग्यो तपाईँलाई त्यसै त फुलमाला ल साथीभाइहरू भ्यायो हामी त अब जान लाग्यो ल हामी अब गोठबाट बाई हुन लाग्यो भ्याइसक्यो अब हामी घर गएर फेरि टाङ्नु पर्छ अनि टाँगेर भात खानुपर्छ नि त ढिलो भइसक्यो आज 12 बजिसक्यो त्यही भएर बिहानै गर्ने भन्थ्यो भ्याएन कि त्यही भएर ल हामी चाहिँ जान लाग्यो ल साथीभाइहरू यो बाल्टिन पनि यहीँ राखिदिनु दादा यो ल भयो आमा आउनु ल हामी चाहिँ जान लाग्यो हेर्नु फेरि हरियालीमा यति राम्रो देखाउँदैन र मान्छेलाई फेरि जान लाग्यो अब एकैचोटि घर गएर देखाउँछु ल यहाँ बाटोमा त देखाइसकेँ तपाईँहरूलाई कति देखाउने है कस्तो भइसक्यो होला मेरो एउटै भिडियोहरू देख्दा त अब के गर्ने यस्तै हुन्छ मेरो भिडियो साथीभाइहरू हेर्नु होला नरिसाउनु होला ल बाई बाई यो घर गएर देखाउँछु साथीभाइहरू हाम्रो घरमा चाहिँ तोरण टाङ्न लागिसक्यो ल म देखाउँछु तपाईँलाई यहाँबाट बसेर म चाहिँ तल बसेर माथि आमाहरूले टाङ्नु लाग्नु भएको भाइहरूले ल हेर्नुहोस् घर आई लभ माई होम कता हो ए यसरी ताङ्छ है साथीभाइहरू तोरण चाहिँ लौरी ब्रो के छ यता हेर न तिमीलाई धेरै पछि देखियो लौरी ब्रो चिन्नु भयो होला नि साथीभाइहरू मेरो लाउरे ब्रोलाई माथि जान बेबी बेबी रे माया बेबी बेबी रे गीतै आउँथ्यो रे साथीभाइहरू मेरो भोइस इग्नोर गर्नु ल के भयो
डोको राखेर रहेछ ए त्यही माझमै ल्याइन त मैले हिजो टाङ्गेको हो नि त साथीभाइहरू घर पनि कति हानी अनि यहाँ हेर्नु न कस्तो राम्रो रङ्गोली बनाएको छ मैले आफूले बनाएको त सबै राम्रो लाग्छ कि फेरि राम्रो हुन्छ बुबु धेरै बोल्नुहुन्छ साथीभाइहरू म जस्तै पटपट बोल्नुहुन्छ साथीभाइहरू अघि हामी फोन आयो नि त दाइहरूको फोन आएर अनि म गर्न पाएन त्यही भएर अनि ल त यहाँ पुऱ्याइसक्यो यहाँको हेर्नु त हाम्रो यो लाइटै बिगारिसकेछ यहाँको तोरण यहाँ पुगिसकेछ अघि हामीले बिहान बनाएको यही हो यता होइन अब हामी भात खान्छौँ है साथी तपाईँ नआउने हो पहिला म देखाउँछु है म हे साथीभाइहरू हाम्रो तोरण टाङ्गियो कति राम्रो देखेछ हेर्नु न आमा फुपू देख ल फेरि फुपू मेरो फुपू मसँग मिल्छ नि त साथीभाइहरू आई लभ यु मेरो फुपू कस्तो माया लाग्छ मलाई कस्तो माया लाग्छ मलाई ल ठिकै भा बराबरै भा ल अब देखाउ अहिले देखाउँछु ल अब भात खान्छु सायद बन्द हुन्छ ल यति नै होला मेरो भिडियो ल बाई बाई मेरो फुपू र म साथीभाइहरू फुपूले मलाई अन्डा दिने रे कि उसले मासु खुवाउन पाएन अरे त्यही भएर साथीभाइहरू थप्ले बाबुले देखाउ हेर्नु न साथीभाइहरू थप्ले बाबुहरू ढिलो भयो यहाँ के टाङ्न लाग्यो बाबु खै देखाउ त ढिलो भयो भात खानु भयो त नि हामी पनि भर्खर टाँगेर भ्यायो क्या हामीले पनि ल ल बाबु ल साथीभाइहरू हेर्नु न मैले यस्तो मेसी गरिराखेको छ कि अनि यो चाहिँ मलाई हेर्नु भात कति धेरै हालेछु यो दादालाई यो आमालाई चाहिँ अन्डा किन खोइ भन्यो भने आमालाई चाहिँ खसीको मासु छ त्यही भएर हामीले चाहिँ मासु खान्नौँ अनि यो मलाई दाल पिउने हो म चाहिँ यसरी पिउँछौँ दाल साथीभाइहरू र है त भात खान्छु है त साथीभाइहरू अब मेरो भिडियो यति नै थियो अब हिजो र आजको लक्ष्मी पूजा र आजको भिडियो यति नै थियो मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद एउटै भिडियो भयो भनेर नरिसाउनु झिझा नमान्नु होला अब यस्तै छ साथीभाइहरू अब होइन फुपूलाई पुऱ्याइसकेँ मैले अनि त्यसपछि अब यस्तै हो साथी मैले सबै पखालेको के अनि एकदम धेरै डिस्टर्ब गर्छ कि यहाँ साथीभाइहरू अब म चाहिँ अफ हुन्छु खानासाना खान्छु नि त हामी अनि त्यही हो अब दिनभरि अलिअलि यसो रमाइलो गर्ने अनि भोलि पर्सिको देखाउँछु अहिलेको लागि चाहिँ म बिदा हुन चाहन्छु बाई बाई नेक्स्ट डे नेक्स्ट भ्लग लिएर आउनेछु अनि मेरो फुपूको बिहेको भिडियोको लागि चाहिँ वेटिङमा बस्नु होला साथीभाइहरू किनभने मैले त्यो भिडियो एडिट गर्न भ्याएको छैन नि त एकदम हतार भएको भएर बाई बाई